चाहिँ भर्खर एउटा गाडीलाई फेरि आगजनी गरे जस्तै छ होइन। म चाहिँ यहाँबाट देखाउँछु। हेर्न सक्नुहुन्छ यो बिर्तामोडको मुक्ति चोकमा अहिले बिहानको अवस्था कस्तो छ भनेर। तर गाडी त होइन रहेछ, यहाँको पुलिस बस्ने ठाउँ चाहिँ रहेछ। मान्छेले हल्ला चाहिँ गाडीको लगाइरहेको थियो। यो चाहिँ मुक्ति चोकको ट्राफिक गेटको हो। ट्राफिक गेटमा नि आगो लागिसकेको छ, जहाँ देख्न सक्नुहुन्छ भित्र आगो बलिरहेछ। देख्न सक्नुहुन्छ आगजनी भइरहेछ। यो भित्र आगो बलिरहेछ। यो भनेको सबै गाडीहरूदेखि लिएर सबै आगो ट्राफिक कार्यालयमा पनि आगो ओके होइन भन्दै ल पत्ता लाउनु पर्यो पहिला काटा त्यसको आफ्नो निजी कुन हो बनाएको पैसा हो। जस्तो हामीले नगरपालिका यो भन्दा चाहिँ त्यो चाहिँ गर्नु सबैको जय श्रीराम। हजुर हजुर ल यस्तै छ अहिलेको अवस्था। अब न्युजतिर हेर्न सक्नुहुन्छ अरूहरू पनि धेरै नै हालिरहेछ अहिले। अनि यस्तै छ अहिलेको अवस्था। योदेखि माथि मानन्द चोकसम्म पनि अवस्था चाहिँ त्यस्तै नै रहेको छ। अहिलेको अवस्था पनि यस्तो छ। एक्लै एक्लै चाहिँ नहिँडेको राम्रो। तपाईँहरू